आदरणीय सर राजेन्द्र महर्जनजीलाई म विशेष अतिथिको आसनलाई अनुरोध गर्दछु। राजेन्द्र महर्जनजी, अब तपाईँ तमाम हाम्रो भाग्यको खेल र यो कस्तो जिन्दगीको आदरणीय कलाकारज्यूहरूलाई पनि म आफ्नो स्थानमा आसन ग्रहणको अनुरोध गर्दछु र म कार्यक्रम चालु गर्छु। सुरु गर्ने। हेलो गाइस, सो गुड मर्निङ। फेरि पनि स्वागत छ यहाँलाई। यति बेला हामी छौँ भाग्यको खेल टेलिसिरियलको 52 एपिसोडको छायाङ्कनमा। यहाँ मन्दिरमा विवाहको सिन हुँदैछ र साथसाथै आज हाम्रो भाग्यको खेल टेलिसिरियलको 52 एपिसोड र यो कस्तो जिन्दगीको 101 एपिसोडको सम्मान कार्यक्रम पनि आज संयुक्त रूपमा गर्ने गर्दैछौँ। तपाईँहरू दिनभरिको रमाइलो भ्लग हेर्नुहोला। हाम्रो सुलभ ब्रो यहाँ हिरो भएर बसिरहेछन्, ज्याङ्गो होइन। सुलभ के भन्नु छ? म अब के भन्नु सर, अब कार्यक्रम हुँदैछ, कार्यक्रम रमाइलो हुन्छ होइन। तपाईँहरू नजिक हुनुहुन्छ भने आउनुहोस्, हेर्नुहोस्, रमाइलो गर्नुहोस्। भाइ खेल 52 एपिसोड पुगिसक्यो। अब हाम्रो भाइ खेललाई धेरै माया गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद। अझै गर्नु होला। धेरै माया पायो भने 53, 54, 100, 200 भएको पनि जान सकिन्छ। सबैले माया गरिदिनु होला। थ्याङ्क यू सो मच। ल यसै गरी हाम्रो ध्रुव सर हुनुहुन्छ यहाँ। ल सुलभ, ब्लगको जिम्मा दिएँ त सर। हजुर नमस्ते, म ध्रुव राई र आज हामी एउटा सामाजिक टेलिश्रृङ्खला यो कस्तो जिन्दगीको 101 श्रृङ्खला पुगेको ऐतिहासिक र गौरवमय अवसरमा हामी यहाँ उपस्थित भएका छौँ। त्यसै गरेर हामीले भाग्यको खेल भन्ने 52औं श्रृङ्खला पुरा गर्न सफल भएकोमा पनि म यहाँलाई खुसी व्यक्त गर्न चाहन्छु र यहाँहरूको साथ सहयोग सद्भावले हामी यहाँसम्म आइपुग्न सकेकोमा यस्तै माया आगामी दिनहरूमा दिनुहुन्छ भन्ने अपेक्षा गर्दछु। धन्यवाद। हस् सर। लोकबहादुर दाई हुनुहुन्छ कलाकार। नमस्ते, म लोक तथा दोहोरी गायक। अनि त्यसपछि अब यो के अरे यो कस्तो जिन्दगीको लगभग 102 भाग 102 भाग पुगेको आज होइन 102 होइन 104 भाग हुन्छ। 101 होइन भाग्यको खेल 52 गर्दा 154 भाग्यको खेल कति पुग्यो? भाग्यको खेल 52 भाग्यको खेल 52 र अनि हाम्रो यो कस्तो जिन्दगी 102 भाग पुगेको अवसरमा आज हाम्रो एउटा केही कदर पत्र वितरण गर्ने चाहिँ आज दिन छ। र हामीले यहाँहरूको माया पाएका छौँ। अझ पनि हामीलाई तपाईँहरूको माया खाँचो छ। हामीलाई तपाईँहरूले आज त्यहाँसम्म पुर्याउने एउटा अवसर पनि तपाईँहरूले दिनुभएको छ। यो सधैँ यो पुगिरहोस् र हामी तपाईँहरूलाई अझ तपाईँहरूको माझमा हामीले राम्रा केही यो चाहिँ भाग्यको खेलको होस् या यो कस्तो जिन्दगीको त्यो सिरियल अझ हामीले राम्रो ल्याउने छौँ भन्दै म यहाँहरू बिचबाट बिदा हुन चाहे। म लोकबहादुर सुरेल, काभ्रे जिल्ला, चौडी देउराली गाउँपालिका। नमस्ते। अनि आज भाग्य खेल सुटिङ 52 एपिसोडको लागि हजुर 52 बाजी भएर आउनु भएको छ होइन। हजुर के छ आज बेहुला र बेहुलीलाई कसरी मन्त्र पढेर यसो के भन्ने? म पण्डित हो, हजुर रियल पण्डित पनि हो। अब कसैको बिहे विधिपूर्वक म बिहे गरिदिन लागेको छु मन्दिरमा। सम्झिनु होला मलाई। त्यही हो। अब यो कति 52 भाग भन्नुभयो? हजुर 52 एपिसोड 52 एपिसोडको यो कस्तो जिन्दगी पुरा गरेर हामी पुरा कार्यक्रम गरेर यसलाई समाधान गर्न लागेका छौँ। धन्यवाद। पासाङ सर हुनुहुन्छ हाम्रो कलाकार। पासाङ सर के भन्न चाहनुहुन्छ? हजुर नमस्ते। यो कस्तो जिन्दगी अनि हाम्रो यो भाग्यको खेल 101 सम्म एपिसोड पुऱ्याएर यो भाग्यको खेल र यो जिन्दगीले आज सम्मान पत्र बाँड्दैछ। हामी सबैजना यो कलाकारलाई सम्मान पत्र दिएर सबैको एउटा मनलाई शान्त उच्च दिएको छ। नमस्ते लासो, म पासाङ। अनि हेलो आदरणीय हाम्रो कलाकार, तपाईँले त फिल्महरू पनि धेरै खेल्नु भएको देखिरहेको छु हामीले।
बाह्रगाउँ टुमा पनि तपाईँको वकिलको रूप देख्न पाउँदैछ हामीले। अनि टुपी सर के छ तपाईँको नयाँ नौलो हालखबर? हजुर नमस्ते सर, नमस्ते। म कलाकार रमेश विसी। हजुर छ अब अहिले चाहिँ अब थुप्रैमा मैले अब कान्छी भुन्डी सेयरमा पनि अब काम गर्न पाइरहेको छु होइन। फिल्ममा पनि अब बाह्रगाउँ टुमा पनि खेलेको छु, धेरैमा खेलेको छु। अब हाम्रो चाहिँ यो पहिला यो कस्तो जिन्दगी भन्ने सिरियल चाहिँ हामीले दुःख गरेको हौँ होइन। हामीले टाढा टाढा गएर पनि हामीले दुःख गरेको हो। आज चाहिँ अब सरहरूले चाहिँ अब हाम्रो चाहिँ प्रमाणपत्र दिने भनेर अनि हामीलाई चाहिँ बोलाउनु भएको भएर हामी यहाँ चाहिँ आएका छौँ। अब आज चाहिँ यो कस्तो जिन्दगी र भाग्य खेलको चाहिँ दुईवटा सिरियलको चाहिँ आज यहाँ प्रमाणपत्र बाँड्ने भनेर यहाँ हाम्रो सरहरूले चाहिँ भन्नुभएको छ। अनि त्यो भएर हामी सबै कलाकार साथीहरू सबै जम्मा भएर हामी यहाँ आएका छौँ। अब ठिकै छ, त्यसमा सबै राम्रै छ भन्छु। हस् त, नमस्ते। नमस्ते। अनि हेलो नमस्कार हाम्रो कलाकार। ओहो के हो साडी बोलाएर बसिरहेको छ त यार। हेलो नमस्कार हाम्रो सुप्रिमा सुनवारजी, प्रोड्युसर निर्देशक उहाँ सबै हुनुहुन्छ, आर्टिस्ट। अनि के तपाईँले 52 एपिसोड पुऱ्याउनु भयो, अनि 52 एपिसोडसम्म जाँदाखेरि तपाईँलाई कस्तो लाग्यो? काम गर्ने साथीभाइसँग कस्तो रिलेसन भयो, के भन्न चाहनुहुन्छ तपाईँ? साथीभाइलाई आई लभ यु भन्न चाहन्छु। केही कुरा राख्नु न तपाईँको विचार। सबैजनासँग रिलेसनमा बस्यो। अब 52 एपिसोडमा टुक्रियो, डिभोर्स लिँदैछु। तपाईँ छोटो समयलाई यसरी भन्नुभयो, थ्याङ्क आई लभ यू। यु भन्न चाहन्छु। अनि हाम्रो कलाकार म्याम नमस्ते। नमस्ते, म चाहिँ कलाकार तथा मेकअप आर्टिस्ट रमा दाहाल। हाम्रो यो भाग्यको खेल सिरियल आज 52 भाग भएको उपलक्ष्यमा आज चाहिँ हाम्रो प्रमाणपत्र पनि वितरण गर्नेछ र अनि अर्को साथसाथै यो कस्तो जिन्दगीको पनि 100 भाग होइन 102 भाग पुगेछ। दुईटैको प्रमाणपत्र वितरण गर्दैछौँ। अनि आज सानो सुटिङ पनि छ अनि हामी चाहिँ रेडी भइरहेछौँ, तर पसिनाले यस्तो भइरहेछ। यस्तै छ। थ्याङ्क यू। हेलो सर नमस्कार। नमस्कार हजुर, नमस्कार। भाग्य खेल 52 एपिसोड र यो कस्तो जिन्दगी 100 पुग्यो। तपाईँ यो दुईवटा एपिसोड सिरियलको एपिसोडको लागि के भन्न चाहनुहुन्छ? केही कुरा राख्नुहोस्। यस्तो आजसम्म दर्शकहरूले मन पराइदिनु भएको छ र भाग्यको खेल अहिले 52 एपिसोड आउँदैछ। आउँदै गर्दा 52, 53, 54 पनि हुँदै जान सक्छ। किन भन्दा दर्शकहरूको इच्छा र चाहना अनुसारको हामीले काम गर्ने। उहाँहरूले कमेन्टमा हामीलाई 53 चाहियो भन्नुभयो भने फेरि हामी 53, 54 गर्दै जान्छौँ होइन। अब नयाँ च्याप्टर ल्याउनुहोस्, नयाँ कुनै पन ल्याउनुहोस् भन्नुभयो भने फेरि हामी नयाँ तरिकाले पनि आउँदैछौँ। र भाग्यको खेल सुप्रिमा क्रिएसन युट्युब च्यानलदेखि आइरहेको छ भने यो कस्तो जिन्दगी TNR टिभीबाट आइरहेको छ। दुईवटा युट्युब च्यानल छ, तपाईँहरूलाई रोजाइ र छानी जुन हेर्न मन लाग्छ त्यो हेर्न सक्नुहुन्छ। अब यसै गरी आज हामी 52 एपिसोडको छायाङ्कन पनि यही स्थलमा गर्दैछौँ र कार्यक्रम पनि हाम्रो जुन आज सम्मान कार्यक्रम छ, कलाकार राष्ट्रको गहना हुन् भन्ने एउटा मूल मन्त्रका साथ आज हामी सम्मान कार्यक्रम गर्न जाँदैछौँ। लेट्स सी दिनभरिको रमाइलो भ्लग तपाईँहरूले हेर्नुभयो भने त्यहाँ हाम्रो गरेका कार्यक्रमको सम्मान गरेका चिजहरू पनि तपाईँहरूले देख्न पाउनुहुनेछ। यसै गरी सपोर्ट गर्दै जानु होला होइन, माया गर्दै जानु होला। मन परेको कुराहरू कमेन्टमा लेख्नु होला। अरू के भन्नु मैले? अनि हाम्रो कलाकार भाइ के छ, तिम्रो के छ? म चाहिँ निर कुमार कार्की, यो कस्तो जिन्दगी सिरियलको कलाकार भनौँ न होइन। बलात्कारी मलाई मुखियाका छोरो हो नि त। अनि यो कस्तो जिन्दगीमा अनि बलात्कार रोल गरेर चाहिँ तपाईँ बेपत्ता हुनुभयो, किन? त्यो सिन तपाईँलाई मन नपरेको हो कि त्यो सिनले गर्दा तपाईँको चोइसै त्यसमा गएर बिहे गरेर आउनु भयो कि किन त्यसरी गायब हुनुभयो? काम विशेषले गर्दाखेरि आउन आज भाग्यको खेल र यो कस्तो जिन्दगीको प्रमाणपत्र दिने कार्यक्रम छ होइन, त्यसको लागि आउनु भएको। आज त्यस्तै अब कार्यकाण्डहरू त छैन नि तपाईँको। ल धन्यवाद। हाम्रो यो कस्तो जिन्दगीको फेरि अर्को कलाकार हुनुहुन्छ। नमस्कार भाइ, के छ तिम्रो खबर? नमस्कार। आज के अरे प्रमाणपत्रको वितरण कार्यक्रम छ, आउनु भएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि यो कस्तो जिन्दगीमा त तपाईँले खेल्नुभयो, जस तपाईँको कामहरू नै हामीले हेरिसक्यो, राम्रै छ होइन। अनि के भन्नुहुन्छ आज यो कस्तो जिन्दगी र भाग्य खेल?
ल क्यामेरा पूजा गर्न त त्यही भन्न चाहन्छु म चाहिँ आजलाई डायलग लास्ट डायलग यो धुरुसर क्यामेरा पूजा लगाए जब आज हाम्रो क्यामेरा पूजा कार्यक्रम धुरुसरले सुरु गरिसक्नु भएको छ। अब हाम्रो सुटिङ नै यही मन्दिरमा हुनेछ। नमस्ते है सबजनाले नमस्कार नमस्कार नमस्ते नमस्ते नाम क्यामेरामा धेरै लिक नहुने है। बेहुली भनेको सस्पेन्स हो। शीतलमा बसाएर अहिले गर्मीले सब पाक्छ। आउँछ ए साथीभाइ गीत नबजाऊ न यार, कपिराइट लाग्छ। नमस्कार है नमस्कार। ल जाऊ त जाऊ। सम्पूर्ण नमस्कार। अनि नमस्कार नमस्कार। 102 भाग पुर्याउन सफल हाम्रो चाहिँ दिपकजी, अनि 52 भाग पुर्याउन सफल हाम्रो मैचाङजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि र आज यहाँसम्म पुग्नु एउटा ठुलो भूमिका यहाँ दुईजनाको धेरै छ। हाम्रो दिपकजी र यहाँलाई धेरै धेरै धन्यवाद। उहाँहरूको हातबाट आज प्रमाणपत्र पनि पाउने भन्ने एउटा पाउने सफल पाइयो, एउटा मौका पनि पाइएको छ। यहाँहरूलाई धेरै धन्यवाद भन्दै म यहाँबाट छुट्टिन चाहे। नमस्कार। पाला आयो कि भनेर बस्ने ठुलो पैसा तर मान्छे पैसाले बोक्छ। नमस्कार है नमस्कार नमस्कार हजुर नमस्कार नमस्कार। अनि के छ आज सर, कता गए भयो हिजो आज? के गर्ने हजुर, उतै छ हौ। बेला बेला आउँछु नि हजुर, पोटी बालेर। ल भाइ धेरै नगर्नु छ। ए नारायण शीतला बस भनेको छु मैले अघिदेखि है। क्लोज खिच्ने होइन, वाइड वाइड चाहियो हो कि हामीलाई फोटो खिच्नु है। तिमीले फेरि त्यही साइड ल्याउनु पर्छ होला नि। एउटा भन्छ यो एउटा राखिनु। ल हाम्रो रमाजी धेरै समय 1 वर्ष पछाडि आउनुभयो। 6 महिनापछि यो क्यामेरा ढोक्न पाउनु भएको छ। नमस्कार है नमस्कार नमस्कार। ल उहाँले त खत्रै मन्त्र हानिदिनु भयो यार। के अरे आङबुङ कि के अरे आङबुङ कि के हजुर गरिरहेको छ त्यही। नमस्कार है नमस्कार। होइन त्यो पैसा म्याटर होइन क्या, यो नै म्याटर हो। मेरो लागि यहाँ ब्लग म्याटर छ। फ्रेम पनि चेन्ज गरौँ भनेको, कति यताको मात्रै लिनु। नमस्कार है नमस्कार नमस्कार हजुर नमस्कार। ल टुप्पी सरले धुपाल्नु हुन्न क्या अरे होइन। नमस्कार, म कलाकार रमेश विसी। अब आज चाहिँ हाम्रो चाहिँ यो कस्तो जिन्दगी सिरियलको चाहिँ हामी 101 भाग र अनिखेर भाग्य खेल 52 एपिसोडमा चाहिँ
हामी यहाँ सरहरूले चाहिँ हामीलाई प्रमाणपत्र चाहिँ वितरण गर्नु लाग्नु भएको छ अनि त्यो भएर हामी कलाकार सबैजना जम्मा भइसकेका छौँ। अब एकछिन हाम्रो यहाँ कार्यक्रम सुरु हुन्छ होइन। ल हस्त नमस्ते। नमस्कार है, नमस्कार हजुर, नमस्कार। ल आउनुहोस्, हाम्रो आमा आउनुभयो भाग्य खेलको, हाम्रो दिव्याको सासू, हुन नसक्नु भएको सासू दिव्याको, लास्टमा दिव्याको आमा हुनुभयो उहाँ। तपाईँको के अरे आमा? गाइने दाई। गाइने दाईको सारङ्गी सिरियल र झुटो माया। ल अनि अर्को झिल्केको कहानी। अहिले चलेको रिसेन्टली गाइने दाईको सारङ्गी जोस गइरहेछ, राम्रै गइरहेछ। गइरहेको छ अहिलेको। त्यो तपाईँले मेरो कमेन्टमा रिप्लाई गर्नुहुन्न। कसले चलाउँछ युट्युब? चलाउँदा आफै चलाउँछ, रिप्लाई गर्नुको बिर्सिनु। रिप्लाई नै आउँदैन। नमस्ते। नमस्कार है, नमस्कार नमस्कार। सबैजनालाई नमस्ते। मैले कमेन्ट गरेर हुन्छु युट्युबबाट, कहिले रिप्लाई पनि आउँदैन। मैले त्यो के अरे हजुरको मात्रै होइन सबैको नदिएकोमा माफ गर्नु होला। नमस्ते। नमस्कार है, नमस्कार। अनि तिमी हिरो होइन त यार, हिरोलाई हिरो भन्नु पर्न। अस्तिको उहाँ विक्रम बुढाथोकीको गर्लफ्रेन्ड उडाउने मान्छे भनेको हिरो होइन यार। तर एउटा कुरा सुलभ छ नि, त्यो अस्तिको जुन हाम्रो सुटिङ थियो नि, त्यो सुटिङको एनालाइसिस गरे हाम्रो साथीभाइहरूले। एनालाइसिस गर्दा के देखा पर्यो भन्छ भने, नमस्कार। हेलो गाइज, नमस्कार। फेरि पनि तपाईँलाई गुड मर्निङ भन्न चाहन्छु। यति बेला हामी भाग्य खेल टेलिसिरियलको 52 एपिसोडको छायाङ्कनमा छौँ। मन्दिरमा आज विवाहको सुटिङ छ। यहाँ सुप्रिमा क्रिएसन युट्युबबाट आइरहेको छ र आज यसै गरी हाम्रो कार्यक्रम साथीभाइले भनिसक्नु भएको छ। तपाईँले एउटा कुरा कति भनौँ, किप वाचिङ 4D अब युट्युब च्यानल र सुप्रिमा क्रिएसन एन्ड डिएनआर टिभी। हामीसँग 3वटा युट्युब च्यानल छन् अहिले रिसेन्टली यहाँ रनिङमा भइरहेको। यो युट्युब च्यानललाई हेरेर माया गरिदिनु होला। हस्।